के म तिम्रो साथी बन्न सक्छु मेरो लागि तिमीसँग के खुसी माग्न सक्छु कुनै बन्धन होइन कुनै नाता चाहिँदैन कुनै बन्धन होइन कुनै नाता चाहिँदैन मनका कुरा गर्ने के म तिम्रो साथी बन्न सक्छु के म तिम्रो साथी बन्न सक्छु तिम्रो लागि जति बाँचो त्यति जीवन भए पुग्छ चाहिँ चलचित्र कस्तो लाग्यो त राम्रो लागेको छ लभ स्टोरी रहेछ विशेष गरी सबीर श्रेष्ठ डाइरेक्टरको काम र आर्यन सिग्देल दुईजनाको काम चाहिँ एकदम मन पर्यो मलाई हजुरलाई चाहिँ चलचित्र कस्तो लागिरहेको छ छोटो मिठोमा भनिदिनुहोस् है छोटो मिठोमा भन्दाखेरि झक्कास छ होइन सबैले त्यही भन्दैछ ओके हजुरको चाहिँ के विचार छ एकदम राम्रो लाग्यो राम्रो छ हजुरको राम्रो छ एकदम सही छ फिल्म चाहिँ जस राम्रो छ धन्यवाद ठीक छ हात छोड तर मुख चाहिँ नछोड राम्रै लागेछ युरोपमा रहेर पनि आफ्नो देश नेपालको भूभागमा सुटिङ गरेको विभिन्न ठाउँहरूको रमणीय रङ्गमञ्चहरू देख्दाखेरि हामी के नेपालमै छौँ कि जस्तो अनुभूति भइरहेछ राम्रै लाग्यो हजुर तपाईहरुलाई हामीलाई नि त्यही हो खुसी लाग्यो आफ्नो ठाउँहरू देख्न पाउँदाखेरि हजुर रमाइलो लाग्यो तपाईलाई राम्रै लाग्यो फिल्म भर्खरै सकिएको छ र हामीसँग हुनुहुन्छ जीवन गुरुङ गिरी गुरुङ तपाईहरुलाई यो आजको च्यारिटी सो के म तिम्रो साथी बन्न सक्छु तपाईहरुलाई कस्तो लाग्यो इन्टरभलसम्म चाहिँ मैले झकास भन्दै थिएँ र अहिले आएर इन अफ द मुभी होइन म के भन्छु नि इट वाज बबाल थ्याङ्क यू तपाईलाई मलाई धेरै राम्रो लाग्यो होइन नेपाली फिल्मले यतिको सम्मको प्रगति गर्छ भन्ने मैले एक्सपेक्ट गरेको थिएन होइन यहाँ आएर त्यो एक्सपेक्टेसन पुरा भयो होइन म चाहिँ अब नेपाली फिल्म चलचित्रको जगत हुन्छ नि प्रड्युसर अब इन्डस्ट्रीलाई चाहिँ धेरै धेरै थ्याङ्क यू दिन चाहन्छु हजुर उहाँ जीवन गुरुङ हाम्रो alchilagyo.com को मेम्बर हुनुहुन्छ र उहाँले नयाँ फिल्म भिसा गर्ल होइन भिसा गर्ल उहाँले युकेमा ल्याउनु भएको छ त्यसको बारेमा डिटेल्स भनिदिन चाहनुहुन्छ सर्वप्रथम सम्पूर्ण साथीभाइ दिदीबहिनी र सारा नेपालीलाई म के भन्न चाहन्छु भने हाम्रो भाइहरू alchilagyo.com ले यहाँ भिसा गर्ल ल्याएको छ सर्वप्रथम उनीहरूले लन्डनमा 4 नोभेम्बरमा प्रिमियर सो हेरो सफारी सिनेमामा गर्दै हुनुहुन्छ वेल अब भिसा गर्लको बारेमा अलिकति भन्नु पर्दाखेरि चाहिँ हामी जति पनि विदेशमा नेपालबाट टाढा भएर बसिरहनु भएको नेपालीहरूको हरेक लाइफमा होइन कहीँ न कहीँ कनेक्टेड मुभी हो होइन अब हलमा आएर हेरिदिनुहोस् होइन नेपाली फिल्मलाई माया गरिदिउँ नमस्ते तपाईँहरूको नाम म सिप्रा श्रेष्ठ म नारायण श्रेष्ठ हजुर तपाईँहरूलाई आजको यो फिल्म तपाईँलाई कस्तो लाग्यो राम्रो छ यहाँ युकेमा आएर नेपाली फिल्म पहिलोचोटि हेरेको राम्रो लाग्यो ठिक छ फ्यामिली फर्स्ट टाइम हेर्नुभएको ए खुसी लाग्यो दुईटा हिसाबले मेरो लागि इम्पोर्टेन्ट छ पहिलो त यो मेरो यो युकेको 11 वर्षको बसाइमा पहिलो फिल्म हो यहाँ नेपाली फिल्म अब त्यो एउटा अनुभूति नयाँ किसिमको होइन मैले हेर्न पाएँ र अर्को एउटा चाहिँ यो एउटा च्यारिटीको हिसाबले यहाँ आएर चाहिँ आफ्नो टाइम दिएर एउटा अर्गनाइजेसनको लागि चाहिँ मैले हेल्प गर्न पाएकोमा त्यसमा पनि खुसी लागेको छ
हजुरलाई आजको चलचित्र चाहिँ कस्तो लाग्यो होला? असाध्यै राम्रो लाग्यो स्टोरी एकदमै पर्फेक्ट हामी त ताली पनि बजायौँ कति धेरै सिटी बजाउन आउने भयो सिटी पनि बजाउँथ्यौँ एकदमै राम्रो लाग्यो एकदमै राम्रो किनभने अब नेपाली फिल्म पनि यतिको एडभान्स भइसकेको रहेछ होइन र मेन कुरा के छ भने एउटा हुन्छ नि एउटा के अरे अल्छी लाग्नेपनहरू त्यस्तो केही पनि छैन क्या एकदम हिरो एकदम इनोसेन्ट एकदम यस्तो राम्रो कि अब के भन्नु है हिरो एकदमै राम्रो लाग्यो एकदमै राम्रो अनि मेन कुरा चाहिँ मान्छेलाई अडियन्सलाई चाहिँ एउटा छ्या कस्तो भन्ने चाहिँ त्यो पटक्कै छैन स्टार्टिङदेखि इन्डिङसम्म चाहिँ फ्यान्टास्टिक फ्याबुलस एकदम इन्जोय गऱ्यौँ हामी राम्रो लाग्यो एकदमै सुरुदेखि अन्त इन्जोय गऱ्यौँ हाँस्यौँ जोस् कहानी राम्रो छ हजुरहरूलाई चाहिँ यो चलचित्रले चाहिँ कस्तो सन्देश दिन लागेको जस्तो लाग्यो हजुरलाई चाहिँ एकदम राम्रो थियो होइन अनि यसले चाहिँ के सन्देश दियो भने लाइक मान्छेहरू इनोसेन्ट हुन्छ होइन त्यो पछि चाहिँ पत्ता लाग्दो रहेछ भन्ने कुरा होइन जस त्यस्तै हुन्छ हजुरलाई चाहिँ नायक नायिकाको एक्टिङ चाहिँ कस्तो लाग्यो होला फ्यान्टास्टिक उनीहरूको चाहिँ एक्टिङ एकदमै राम्रो छ होइन अहिलेको न्यू जेनेरेसनमा न्यू कमर्सहरू धेरै राम्रो छ उनीहरूको एक्टिङ अनि इनोसेन्ट धेरै राम्रो छ मलाई राम्रो लाग्यो मन पर्यो हिरो नि राम्रो लाग्यो होइन कहानी पनि राम्रो छ म त अघिदेखि नै राम्रो लाग्यो भनिरहेको छु कि हामीले इन्जोय गऱ्यौँ राम्रो छ यसमा चाहिँ के देखाएको छ भने माया भनेको एक किसिम चोखो हुन्छ मेन कुरा सबभन्दा मेन कुरा त्यसको उस नै के छ भने माया भनेको एउटा चाहिँ एकदम चोखो चिज हो कि त्यो जता गए पनि आफ्नो एउटा जुन पोइन्टमा आउनु पर्ने त्यो पोइन्टमा आउँछ भन्ने कुरा छ नमस्ते तपाईहरुको परिचय म रबिन म सन्त कताबाट आउनुभएको तपाईहरु आज फिल्ममा हामी गिल्फोर्डबाट आएको तपाई गिल्फोर्डबाटै हो दुईजना गिल्फोर्डबाट आउनुभएको ए हजुर तपाईहरुलाई आजको यो फिल्मको खास के चाहिँ कुरा तपाईहरुलाई एकदम मन पर्यो नर्मली स्टोरी राम्रो छ फिल्मको दिन खोजेको कुराहरू ट्रु लभको कुराहरू छ अहिलेको जेनेरेसनको लागि त्यही कुरा हो इम्पोर्टेन्ट त्यही राम्रो लाग्यो अरूभन्दा तपाईलाई राम्रो छ समाजमा एउटा हैन त्यो जस के ट्रु लभ मान्छेले अब गर्नुपर्ने कर्तव्य जोस् हैन एउटा सच्चा साथी जस सबै कुरा जोस् यसमा यो फिल्ममा झल्काएको छ हैन साह्रै राम्रो लाग्यो पिक्चर एकदम राम्रो थियो विशेष गरेर क्वालिटी वाइजमा यो फर्स्ट टाइम एकदमै क्लियर अनि यो खालको टेक्नोलोजीमा धेरै नै अगाडि जस्तो देख्यो हाम्रो यो नेपाली सिनेमाको पिक्चर चाहिँ एकदमै 2.5 घण्टा चाहिँ धेरै रमाइलो भयो हजुरलाई चाहिँ कस्तो लाग्यो मलाई पनि एकदम राम्रो लाग्यो हजुर हजुरलाई एकदमै राम्रो छ किनभने मैले फर्स्ट टाइम हो यो युके आएर हेरेको यो चाहिँ मुभी चाहिँ सबैले हेर्ने लायकको छ अनि एकदमै राम्रो लाग्यो मलाई म त लगभग हाफ एन आवर पछि म त आइपुगेँ के अरे तर जे होस् एकदमै राम्रो लाग्यो र क्वालिटी पनि छ र भविष्यमा यस्तो किसिमको फिल्महरू फेरि हेर्न पाओस् भन्ने शुभकामना दिन चाहन्छु हजुरलाई चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो मलाई पनि जोस एकदम कथानक मलाई नै एकदम राम्रो लाग्यो मलाई चाहिँ के भन्नु मन लाग्यो भनेदेखि यस्तो किसिमको फिल्महरू अझ अरू पनि बनोस् हाम्रो हामी जति पनि यो पश्चिमी मुलुकमा आएर बसे तापनि हामी नेपाली फिल्महरूलाई माया गर्छौँ नेपाली प्रोड्युसरहरूलाई माया गर्छौँ नेपाली कलाकारलाई माया गर्छौँ भन्न चाहन्छु यो हात इच्छाको दाइको नभएर अरू कसैको भइदिएको भए भाँचेर फ्यालिदिन्थे मलाई कमजोर सम्झिने भुल नगर्नु जिन्दगीदेखि खासै लोभ छैन मलाई त आज यो के म तिम्रो साथी बन्न सक्छु भन्ने एउटा चलचित्र युकेमा ल्याउनु भयो हजुरलाई कस्तो अनुभव भइरहेछ अहिले एकदमै खुसी लागिरहेछ यो एउटा नेपाली मुभीलाई प्रमोसन मात्रै नभएर एउटा च्यारिटीको काम एउटा राम्रो कुराको लागि चाहिँ हामीले जुन कुशल भाइले युकेमा ल्याएको थियो र यता अल्ट्रासर फार्मरमा चाहिँ मैले यता जमर्को गरेँ र उपस्थिति राम्रै थियो अब सबैले चाहिँ अब आज शुक्रबारको दिन हामीले सोचेको पनि
थिएन होला यतिको क्राउडहरू जे होस् अब आउँछ आउँदैन अब कतिको कामको समयहरू मिलाउन सक्छ सक्दैन त्यो हेर्दाखेरि चाहिँ जे होस् सबैजनाले चाहिँ नेपाली मुभीलाई प्लस एउटा च्यारिटी कामलाई चाहिँ सपोर्ट गरेर ठुलो ठाला व्यक्तिदेखि लिएर साथी सङ्गीहरू सबैले साथ दियो एकदमै खुसी छु र धन्यवाद पनि यही भिडियोबाट भन्न चाहन्छु र आउँदो दिनहरूमा पनि यसरी नै साथ दिन हुनेछ भन्ने आश गर्छु। नमस्ते, म दीपक गुरुङ AKA फ्याटम्यान। र नमस्ते, म दुर्गा गुरुङ, हजुरहरूको 2012 कि मिस युके नेपाल। आज हामी प्रिन्सेस हल अल्डरसटमा यो के म तिम्रो साथी बन्न सक्छु जुन हाम्रो अर्गनाइजर्सहरू हुनुहुन्थ्यो के मुभिज प्रोडक्सनको कुशल श्रेष्ठ र हाम्रो इभेन्ट्स एन्ड आइडियाज प्रोडक्सनको शान्ति गुरुङ दिदी, उहाँहरूलाई हामी धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छौँ। प्रोग्राम वाज भेरी सक्सेसफुल अनि एकदमै राम्रो भएको छ अनि हजुर एकदम सफलता भयो। आज धेरै दर्शकहरू आउनुभयो र चलचित्र पनि एकदम इन्जोय गरेर जानुभयो र म पनि मेरो तर्फबाट पनि इभेन्ट्स एन्ड आइडियाज र के मुभिज प्रोडक्सनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो अवसर लिएर हामी दुईजनाले दसैँ र तिहारको शुभकामना पनि दिन चाहन्छु हजुरलाई। हजुर, ह्याप्पी दसैँ एन्ड तिहार एभ्रीबडी।